नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। आज यस भ्लगमा चाहिँ म आर्ट पे जान्छु है त। लेट्स स्टार्ट। यो सब मेरो गाउँ है। हैन जो यता छ यता सब मेरो गाउँ र यता माथि यो बाटोमा चाहिँ जाने आर्ट चाहिँ। अनि हैन म च्यानलमा चाहिँ धेरै पछि भिडियो अपलोड गर्न लाग्छु। मेरो एक्जाम चलिरहेको भन्नु भयो। आज चाहिँ म आर्टको हैन आर्टबाट जाने बाटोको भ्लग बनाउँदै गएको छु हैन। च्यानलमा नयाँ नयाँ लाइक कमेन्ट यसो गर्नु कस्तो लाग्छ भिडियो सबै। यो चाहिँ पिचबाट रोड हो। यता भयो यो चाहिँ जङ्गल भएर जङ्गल जस्तै भयो। गाइस नि हाम्रै गाउँ है क्या दामी छ। गाइस फेरि अर्को नयाँ ठाउँमा आइपुग्छ हैन। नयाँ ठाउँ भएर ठ्याक्कै हैन यही पिचको रोडबाट हो। पिचको रोड चाहिँ धेरै छैन हैन। धेरै छैन भन्दा नि आरसम्म छ। अनि त्यहाँ उता चाहिँ छैन। यही रोड है गाइस। रोड चाहिँ कस्तो छ हेर्नु गाइस। यो चाहिँ पृथ्वी राजमार्ग हो। यही बाटोबाट यही रुटबाट जाने हो हामी चाहिँ आरबाट है त। यो रोडबाटै जाने हो हैन। फाइनली गाइस हामी चाहिँ यता बराइली भन्ने ठाउँमा पुग्छौँ है। अनि धेरै छैन त्यही 50-60 मिनट लागेर म भिडियो गरिरहेको छु। अनि मेन पार्ट चाहिँ देखाउँछु हैन। यो च्यानलमा नयाँ नौलो हो भने यसो गरिदिँदा केही फरक पर्दैन। पुरानो भने यसो हेरिदिँदा केही फरक पर्दैन है गाइस। फुल हेर्नु है फुल। आज चाहिँ म आर्ट हाट्ने जान्छु है त। देख्नु भाइ भएन र है आर्ट। फाइनली गाइस हामी चाहिँ हैन छरे बजार भन्ने ठाउँमा आइपुगिसक्यौँ हैन। यहाँको चाहिँ केही खास विशेष त छैन। त्यो भएर मैले यहाँ कट गरिदिएको छु। म चाहिँ ठाउँको देखाएको छु है त। दामी भ्यू छ हुनु त गाई जान्छ हैन। यो चाहिँ यही हो सबै मलाई जिनिस अनि ठाउँ जिनिस भयो नि भयो ठाउँ भने नि भयो है गाइस। यही ठ्याक्क लगाएर भयो। अर्को एउटा झोरा त्यही भएर मैले जुम गर्न मिलेन। सरी परेर हान्ने जिनिस त्यही हो है गाई। यो चाहिँ कुन ठाउँमा रहेछ भन्दाखेरि चाहिँ यो भुवन थापा गाउँपालिका वडा नम्बर 3 अन्तर्गतको मैथुन है गाई। मैथुन अघि उता देखेको मैले स्टार्टिङ गरेको ठाउँ चाहिँ भनेको तानाङ हो। अनि यो चाहिँ मैथुन है भाइ। यता खानेपानीको अफिस नि छ। यही अहिले त धानको खासै प्रयोग हुँदैन गाइस। है गाइस यही हो बाटो यस्तै छ बाटो। अहिले हल्का अगाडिबाट चाहिँ यस्तो कच्ची बाटो हिँड्नुपर्छ। वनको बाटो वनको बाटो है। चाहिँ यस्तो छ। सब गाउँ छ तर यता चाहिँ पातलो गाउँ छ। यो पारिपट्टि देखेको ठाउँ चाहिँ धाओ है गाइस। अनि त्यो देखिरहनु सक्नुहुन्छ। त्यहाँ चाहिँ दुई तीनटा स्कुल छ धेरै छैन। अनि उयोबाट चाहिँ 2टा 9 पर्सेन्ट हुन्छ है गाइस। हाटको समय दिउँसो 6-7 हिँड्छ होला। बेलुका राति हिँड्छ अनि 2टा त्यस्तै 9-10 उँधो देखेको खेत चाहिँ त्यहीँ फाटो। यो बाटोबाट चाहिँ टापुसी जाने हो हैन। स्पिच गर्न है गाइस। सुन्दै ढाङ गर्न फाइनली गाइस हैन हामी चाहिँ आइपुग्न लागिसक्यौँ।
हैन। अब उद्धव रोडबाट चाहिँ माथि जाने हो। यता चाहिँ तल चाहिँ एउटा घर छ, यो घरमा खासै मान्छे बस्दैन भन्ने भयो। यो ठाउँको नाम चाहिँ दमै मोड है, ठाउँको नाम चाहिँ दमै चौतारो भन्थ्यो पहिला। चौतारो थोले मैले नि कहाँ देखेर गाइस होइन, देखिनँ। अनि त्यो अहिले चाहिँ दमै मोड भन्छ। हाराउँदो चाहिँ गाडी भन्छ, गाडीमा जाने चाहिँ हाराउँदो हो। यो रोडै जाने हो, तल हिँडेर चाहिँ यो रोडबाट जाने हो, यो रोडबाट। अनि अब म चाहिँ हिँडेर जान लागिसकेँ यो रोडबाट होइन कि है गाइस। जुन पछाडि देखेको रोडबाट चाहिँ जान्न म, हिँड्दा फेरि टाइम लाग्छ। अनि यो रोडबाटै जानु लाग्यो होइन। अब आधा बाटोसम्म चाहिँ रोडै छ, सजिलो हुन्छ होइन, त्यही भएर। मैले बाइक आयो क्या, बाइक आए जस्तो छ, भेटाउँछ गाइस। अब यो रोडबाटै जाने हो। यो कार छ, कारले त कहाँ रोक्ने। यो जङ्गल हो, यो सारा रुखो है, सारको। यो माथिको गाउँ देख्नु होला। अब अलि यतापट्टि चाहिँ देख्नुहुन्छ त्यता जुन यो उँधोको गाउँ देख्नु भएन, यो गाउँ चाहिँ थाचुर है, गाउँ चाहिँ देख्नु भयो होला। रोड भइहाल्यो होइन। अब हामी चाहिँ यो रोडबाटै जान्छौँ गाइस। कस्तो लाग्यो यसो कमेन्ट गर्न चाहिँ नबिर्सिँदै। यहाँ त बाँधा नि आउन सक्छ, यता रुखतिर हुनसक्छ होइन, भरै छैन। रुखतिर हुनु पनि सक्छ, भन्नु भए मान्छे हो म जस्तै जानु नसक्छ। त्यही भएर यसो यहाँ त जे जनावर नि आउन सक्छ है गाइस होइन। यो ठाउँमा चाहिँ जे जनावर नि आउन सक्छ भन्न भए अब गाइस। अघि टाइफाइडको भ्यू चाहिँ अहिले हामी नदेख्ने हुँदाखेरि म यहाँलाई देखाउँछु है त। टाइफाइडको भ्यू चाहिँ माथि अब थाचुरको त देखिहाल्नु भयो। टाइफाइड म यहाँबाट दामी तरिकाले देखाउँछु है त। ऊ त्यही होइन टाइफाइड भन्ने ठाउँ मात्रै यहाँ दामी देखाउँछु है त। अनि दिन त्यस्तै अँध्यारो भयो होइन, दिन त्यस्तै आहा दिनहरूका अँध्यारो छ। यही है टाइफाइड चाहिँ। यो टाइफाइड पनि अघिको देखेर टु त्यही हो होइन। यो माथि देखेको त फेरि थालसोर भइहाल्यो होइन। अनि त्यही भएर म चाहिँ हल्का उँधो झरेर देखाएको होइन। यो बाटो हुँदै फेरि जाने हो गाइस। फाइनली आएर आउनु लागिसक्यो होइन। आएर हुन्छ भनेर 10 मिनट जति लाग्यो होइन। हेर्नु आँपको बोट पाटाबाट आँपको रुख पाइन्छ यार, आँपको रुख पाइन्छ गाइस। आजको समय नै त्यस्तै भएको जस्तो। फाइनली गाइस होइन, म चाहिँ आएर आउनु लागिसक्यो। कप पनि बिग्रिसक्यो गाइजी। यस्तो आयो हिँडेर आउनुको फाइदा यही हो कि कपाल कति दामी भएर आएको यहाँ एकछिन चाहिँ बिग्रिसक्यो। अब यो बाटोबाट एकछिन हिँड्नुपर्छ। जुन यो बाटोबाट एकछिन हिँडेपछि चाहिँ हारबाट आइहाल्छ। त्यहाँ उता चाहिँ बुढी गण्डकी नदी सुसाइरहेको बगिरहेको भन्दा सुसाइरहेको हो होइन। ऊ त्यहाँ देखिन्छ हल्का उँधोबाट म देखाउँछु है त। भइहाल्यो
हो यहाँबाट चाहिँ यसो उफ्रिँदै जानुपर्छ पातै पातै भयो होइन अब कसै सफा नि होइन सो सरकारले गर्छ गरेन होइन आफैले गर्दैन यहाँ त त्यस्तो बाजा आउँछु उयो ठाउँ ठिक हुन्छ न बाजा आउँछ न के आउँछ है त गाइस अब चाहिँ बुढी गर्नु कि देख्नु सक्नुहुन्छ होइन यहाँ चाहिँ राम्रोसँग देख्नुहुन्छ है त्यहाँ बगिरहेको छ है त्यो बगिरहेको छ त्यो जुन बगिरहेको नि त्यही होइन बुढी गण्डकी चाहिँ यहाँ राम्रोसँग देख्नु भन्दा टाढा भयो क्या अरे अब अलि हल्का उँधोबाट देखाउँछु नि त थकेन लगाइसक्यो गाई फाइनली गाइसक्नु हामी चाहिँ आइसक्यौँ हामी चाहिँ यहाँ आइसकेको छौँ बजार झन्ने बेला भइसक्यो अनि यहाँ उँधो सुसाइरहेको है यो रुखले गर्दा छिर्नु होला यो सुसाइरहेको चाहिँ बुढी गण्डकी हो होइन बुढी गण्डकी चाहिँ अलिक उँधोबाट म दामीसँग देखाउँछु यहाँ चाहिँ जस्ट जङ्गल देखाएको छु बाटो देखाएको छु है अनि त्यही भएर चाहिँ त्यही हो कुरो त्यही हो कुरो भन्ने बित्तिकै बुझिसक्नु भयो होला यहाँ चाहिँ देख्नुभयो होला यो त्यही हो बुढी गण्डकी देख्नु सक्नुहुन्छ है गाई चाहिँ बुढी गण्डकी हल्का हल्का देख्नु सुरु भइसकेको छ होइन त्यो चाहिँ काट्नु भयो नि देखिरह फाइनली गाइज यो चाहिँ बुढी गण्डकी हो हेर्न सक्नुहुन्छ होइन अनि यो बुढी गण्डकी भइहाल्यो यो सब बुढी गण्डकी हो यो बुढी गण्डकीले चाहिँ धादिङ र गोर्खालाई छुट्याउने काम गरेको हो होइन त्यही हो यो कस्तो छ बुढी गण्डकी यो बुढी गण्डकी हुने ठाउँ त्यतापट्टिको चाहिँ धादिङ हो यता अगाडिको चाहिँ आलबाटो कस्तो देखेको छ यो उँधो देख्नु भयो नि यो चाहिँ वृद्ध आश्रम हो अनि उता देख्नु भएको सब आलबाटो बजार हो उतादेखिको त्योभन्दा माथि नि एउटा छ त्यहाँ माथि चाहिँ आरु टार छ यता माथि सरिन टार देख्न सकिरहन्छ जुन यता माथिको सम्म टार छ नि यो सम्म टार चाहिँ सरिन टार हो है म भनेपछि है यतापट्टि भुसुङ थापा पर्छ त्यता चाहिँ आरुहाट गाउँ गएका पर्छ है गाइस अरू केही छैन हामी पुग्नु पर्ने चाहिँ उताको पुनिर हो है अनि हामी चाहिँ यतै छौँ वरि नै हिँडेर आयो भने रोटी माथिको रोटी आयो उयो रोडबाट आउने हो जुन यो देख्नु सक्नुहुन्छ हिँडेर आयो भने चाहिँ उयो रोडबाटै आउने हो त्यही भएर हामी बिचबाट सर्टकट लिएर आयौँ त्यसरी यो बाटो आयो होइन गाडी चाहिँ 8 बजी आउँछ गोर्खाबाट त्यसै 8 बाटो गाइस हामी चाहिँ फाइनल्ली अमिर चोर भन्ने ठाउँमा झर्न लागिसक्यौँ होइन अमिर चोर भन्ने ठाउँमा उँधोको चाहिँ अमिर चोर भन्छ पहिला चाहिँ यहाँ अमिरो पाउँछ भन्छ अनि त्यही भएर अमिर चोर लाग्छ अरे होइन यो अब यहाँ उँधो चाहिँ सिडी छ यहाँ माथि चाहिँ छैन जुन यो हल्का उँधो आयो यो आएर चाहिँ सिडी स्टार्ट भइसक्यो होइन अब यहाँ चाहिँ रोडसम्म नै सिडी छ यो सिडी छ यहाँ चाहिँ सिडीबाट जाने सुविधा छ बुढी गण्डकी भइहाल्यो त्यसको बारेमा मैले हल्का फुल्का भनिदिएँ मैले जानेको न यो बाटो हुँदै गयो जुन यो बाटोबाट चाहिँ छिटो आइपुग्छ उताको बाटोभन्दा त्यो रोडै घुमेर आउनुभन्दा यो बाटो चाहिँ छिटो आउनु पुग्छ त्यही भएर मैले यो सर्टकट युज गरेँ हो होइन यो सर्टकटबाटै जान्छु त्यहाँ उँधो पुगिन्छ त्यहाँ उँधो पुगेपछि दामी भ्यू देखिन्छ न त्यहाँ म अर्को कुरा पनि देखाउँछु उतापट्टि स्टुल खोला छ स्टुल खोलाको बारेमा पनि के भन्नुलाई
जानेको पुजेको हैन फाइनली अमिरचोरमा चाहिँ आइपुगिसक्यो त्यो रोडमा टेकेपछि अमिरचोर भन्ने भयो क्या यतातिर यस्तो गाडी छ अनि फाइनली गाडी होइन हामी चाहिँ आइपुगिसक्यौँ रोडमा अब यहाँबाट हिँड्दै जाने हो चाहिँ अमिरचोर भएर भित्र आछौँ त्यहाँको खोला भएर जुन बाटो भयो नि यो गाइस यही बाटो हुँदै जाने हो होइन अब चाहिँ यहाँ सुरुको आरामले जानुपर्छ यो बाटो होइन फटाङ फुटुङ ट्र्याक्टर फाइनली गाइस हामी चाहिँ यो बाटो हुँदै आइपुगिसक्यो त्यहाँ हो त चाहिँ आर बाटो जस्ट उयो त्यो बोर्ड लेखेको नि त्यहाँसम्म चाहिँ भीमसेन थापा हो होइन होइन हामी चाहिँ भीमसेन थापा चाहिँ सकिने लागिसक्यो होइन जुन यता लेखेको नि 2 र 4 मा त्यहाँ उता चाहिँ भीमसेन थापा हो होइन कि उता चाहिँ भीमसेन थापा होइन उता चाहिँ आरवार गाउँ परेको है त यति गरेपछि चाहिँ थापा सकिन्छ होइन अब आरवार गाउँपालिका चाहिँ सुरु भयो होइन त्यही हो यो स्टुखुरा भन्ने जिनिस होइन है स्टुखुरा चाहिँ सानो छ यसको काम चाहिँ हामी आरवार गाउँपालिका गाउँपालिका चाहिँ सिमानाको रूपमा छ यसले चाहिँ सिमानाको काम गरे होइन यसले चाहिँ सिमानाको काम गरे तर माछा नि पाइन्छ गाइस माछा जस्ट यहाँ चाहिँ आरवार गाउँपालिकाको चाहिँ स्टार्ट हुन्छ यो चाहिँ आरवार गाउँपालिकाको चाहिँ यहाँबाट माथि चाहिँ सिमाना है यो आरवार गाउँपालिकाको सिमानामा जस्ट भीमसेन थापादेखि आरवार गाउँपालिका होइन त्यो चाहिँ दुईवटा जोड्ने भइहाल्यो यस्तो कुरा भइहाल्यो यहाँ चाहिँ माथि चाहिँ रोड छ त्यहाँ उता चाहिँ बजार छ बजारमा चाहिँ अब यसो गाना गर्नुपर्छ है कि बाँध्न हुन नि सक्छ बजारमा त्यहाँ उता बढी गण्डकी देखेँ हो सरी गाइज होइन मैले चाहिँ बिचको भिडियोको ठाउँको फोटो हाल्न नपाएर मैले ड्रोनको चाहिँ छोटो भिडियो हाल्दछु होइन त्यो ड्रोनको भिडियो चाहिँ यो चाहिँ आरवार बजारको सबै हो होइन हेर्न सक्नुहुन्छ होइन राम्रोसँग हेर्नुहोस् के भन्दिनँ म त अरू ल है त यो चाहिँ आरवार गाउँपालिका हो होइन यो बगैँचापट्टिको भयो यो आरवार गाउँपालिका केही ड्रोन भिडियो हो यसो हेर्नु यो बुढी गण्डकी भइहाल्यो हेस् त ल हेर्नु थ्याङ्क यू फर द वाच सब्सक्राइब नाउ